मेरो साथीले चाहिँ फाइनली 70 Pro Max किन्ने भइसकेको छ है गाइजहरु। हान्दियो अनबक्सिङ हुँदैछ है iPhone 16 Pro। Congratulations. Oh my god. Wow. Hello साथीहरु, welcome my mini vlog. This is Roya Limbo. म चाहिँ अहिले मेरो रुम देखि भ्लग लिइरहेको छु। साथीहरु हेर्न सक्नुहुनेछ। म चाहिँ किङ मल जान आँटेको। मेरो साथीले iPhone 16 Pro Max किन्छ अरे। लेट्स सी गाइस, कन्टिन्यू। अब म साथीहरुको घरतिर जान्छु अनि त्यसपछि साथी जान आँटेको भएर ज्याकेट लाएर हैन साथीहरु, नयाँ ज्याकेट लाएर जाडो छ अहिले। त्यही भएर मैले ज्याकेट लाएँ साथीहरु। पैसा पनि लानु पर्ने हुन्छ साथीहरु हैन, 15 युरो। हामी चाहिँ गाइजहरु फाइनली मार्केट आइसकेको छौं। यहाँ देख्न सक्नुहुनेछ 17 Pro Max। मेरो साथी चाहिँ तो सही गाइजहरु 17 Pro Max। हामीसँग चाहिँ यो लिने पैसा छैन साथीहरु, त्यही भएर हामी 16 Pro Max लिन आएको मेरो साथीको लागि। मेरो साथीले चाहिँ फाइनली 70 Pro Max किन्ने भइसकेको छ है गाइजहरु। छ्या ओइ त्यो कलर चाहिँ राम्रो छैन यार, किनभने प्राइस खासै उयो रहेछ। कति जिबी गर्यो यो? 1459 अरे ओन्ली। अनि उतिकै पर्दो रहेछ 16 Pro Max र 100 को डिफरेन्ट हो। किन्नु के सीमा त्यही हान्दियो। Oh my god. Wow. हान्दिन आटे 17 Pro Max हाम्रो सीमा साथीले। सिक्सटिन त राम्रो छैन कि, अब यो चाहिँ कस्तो छ आई डोन्ट नो। तर 16 चाहिँ हामीले चलाएको भएर। क्यामेरा अलमल्ल पर्यो साथीहरु। हामीहरु सोल्टीहरु पुरा गफ गर्दै सीमा अलमल पर्यो त ओइ। 17 Pro Max हान्दिन अरे मेरो साथी सीमाले। यहाँ चाहिँ अब यहाँ हाम्रो दिपा दिदी हल्का डिल गर्दै हुनुहुन्छ साथीहरु। किन्ने चाहिँ पर्यो हैन, तर प्री अर्डर गर्नुपर्ने हुन्छ अरे गाइजहरु। मेरो साथी त फेरि हस्त्रक्कै भयो त अनि यहाँ त प्री अर्डर गर्नुपर्ने हुन्छ अरे क्या 17 Pro Max को लागि चाहिँ है गाइजहरु। तपाईहरुलाई पनि सूचना है, साइप्रसमा हुनुहुन्छ भने चाहिँ अरु ठाउँ चाहिँ थाहा छैन के कस्तो छ भनेर। प्री अर्डर गर्नुपर्छ अरे, प्री बुकिङ गर्नुपर्छ अरे गाइजहरु। समस्या भयो त यहाँ। ओइ नाउ वी चेन्ज आवर माइन्ड। गाइजहरु सबै 70 Pro Max सोध्नेहरु है, कस्टमरहरु के साह्रो हो हैन। के हो सबै 17 Pro Max हेर्ने गाइजहरु ए कुइरे गाइजहरु सब म चाहिँ यहाँ फेरि प्रोटेक्टरहरु किन्नुपर्ने हुन्छ, फोनको कभरहरु। गाह्रो छ हामीलाई। यहाँ चाहिँ हाम्रो मोबाइल किनिसकेको छौं हामीले फाइनल्ली। हनी
देख्नु सक्नुहुन्छ उहाँहरू चाहिँ चाइनाको जनताहरू पर्नुभएछ, हामी चाहिँ नेपाली जनता हो। यहाँ चाहिँ पैसा दिँदै हुनुहुन्छ मेरो साथीहरूले। यहाँ चाहिँ अनबक्सिङ हुँदैछ है आइफोन 16 प्रो। यस्तो गर्नु न है सीमा, यता देखाउनु न। बधाई छ, कङ्ग्रेचुलेसन। हाम्रो सोल्टी राजाले चाहिँ दामी बनाइदिँदै हुन्छ है टेम्पर ग्लास लाएर। उहाँलाई चाहिँ एकदम हतार भइरहेको रहेछ क्या, अब क्लोज हुने बेला भयो नि त, 8 बजी क्लोज हुन्छ मोबाइल पसलहरू, त्यही भएर। बिचरा सोल्टी, धेरै धेरै धन्यवाद तिमीलाई सोल्टी, हाम्रो लागि दुःख गरिदिएकोमा। सीमा सीमा यस्तो गर न, ओइ दिदी यस्तो गर्दैन फोन चाहिँ, त्यस्तो होइन हौ, आँखा देखाउनु पऱ्यो नि 3टा। फाइनल्ली सकिसक्यौँ हामीले फोन लिएर है, पैसा पनि पे गरिसक्यौँ हामीले गाइजहरू। अब घर जानुपर्ने हुन्छ, अँधेरो भइसकिसक्यो राति। यता हाम्रो सोल्टी पनि रिसाउनु भयो जस्तो छ है। हामी चाहिँ निस्क्यौँ ल, हामी गयौँ ल। यस्तो छ है किङ मल, पापोसको किङ मल। हाम्रो कस्टमरहरू, थ्याङ्क यू सो मच। खाली निक्त हिँड्नु अनि हामी चाहिँ कहिले यसरी हिँड्नु? तल जानुपर्छ नि त। हामी चाहिँ यहाँ पर गएको क्या सिक्री हेर्नको लागि साथीहरू। सीमाको बर्थडे छ नि त, अनि मैले चाहिँ सिक्री गिफ्ट दिन लागेको सीमा साथीलाई है। Thank you so much for watching.